सप्तकोशी यही हो कि तल गएर मिसिन्छन् अरू खोला? सबै यही मिसियो भने यहाँ सबै मिसिरहेको छ। अरुण कहाँ मिसिएको छ भन्ने हो सबै यहाँ माथि माथि र त यहाँबाट उँधो भए त थाहा हुनुपर्ने, उता भेट्नुपर्ने। त्योभन्दा माथि माथि मिसिरहेको छ। उता उँधो त अब त्यहाँ ड्याम लगाएर उ गरेको छ। अरू 6वटा नदी र अरुण एक्लै बराबर छ अरे क्या? अरू ठुलो अरुण अनि ठुलो हो नि त, सबभन्दा ठुलो नदी नै अरुण अरे क्या? सानो चाहिँ लिखु खोला भयो त्यो। 6वटा कोशी भन्नुभन्दा सप्तकोशी बनाएको शब्दलाई लिखुलाई पनि कोसीले भन्छ। कोशी नै भन्छ। लिखु र सुनकोशी दुईटा हैन। सुनकोशी, तामाकोशी, इन्द्रावती, अरुण, तमोर, दुधकोशी, सुनकोशी, तामाकोशी, भोटेकोशी, इन्द्रावती, तमोर, अरुण अनि लिखु, दुधकोशी। यहाँ तल पञ्चकोशीसम्म सुनकोशी नै गन्छ मान्दो रहेछ क्या। अरुण र तमोर मिसिसकेपछि मात्र सप्तकोशी। जुन ठुलो भयो त्यसलाई गन्ने त हो। यस्तो अरे क्या, पहिला यो अरुण पूर्व जति लिम्बू बसोबास रहेछन्, अरुण खोला उता, अरुण यतापट्टि उ रहेछन् क्या राई, र सुनकोशी खोला पारिपट्टि सुनवार रहेछन् क्या बसोबास गरेर पहिला। सुनवार राई होला। सुनवार राई उनीहरू किराँत भन्छन् नि त। त्यो किराँत भन्दाखेरि चाहिँ तपाईँको अरुण पूर्वका लिम्बू भए, अरुणबाट यता सुनकोशीबाट को बिचमा के राई भए, अनि त सुनकोशीबाट उतापट्टि चाहिँ तपाईँको यो जुन छ नि यो रामेछाप, यो यिनीहरू जिल्ला चाहिँ ओखलढुङ्गा, यिनीहरू जिल्ला चाहिँ तपाईँको फेरि सुनवार बस्ती रहेछ क्या। तर यहाँ चाहिँ देखिँदैन, तल चाहिँ ड्यामले गर्दा भिजेर ठुलो भएको। तर भन्दा